छ मेरो भाइ तपाईँलाई नमस्कार गर्छ बाबु बच्चा हो बच्चालाई लोकाउँछ जाने मान्छेले गर्दा खेल्दिन्छ दाइ दाजुवालाले भाइ हान्यो कुकुरी न भुइँमा हान्यो न पेटमा हान्यो कसरी पेट्नु भएको छैन दाइ हानेको छु दाइ ठन्डाको मजा उठाओ त हानेको छुरी कसरी देख्नु भएको छ त हानेको छुरी देखाइदिउँ त बोल्नु त हानेको छुरी देखाइदिउँ देखाउँछु त हानेको छुरी काटेको ठाउँ देखाउँछु त अरू यो देखाउनु भन्नु अगाडि मैले तपाईँहरूलाई 3 घन्टासम्म आफू नेपाली भाइको नेपाली पुत्रको कला देखायो कि देखाएन भन्नु बोल्दिनँ यार सबैले कला देखाए है छातीमा रगत सुकाए हराए चाहिँ देखाए कला हटाउँछु टोकरी है टोकरी हटाउनुभन्दा अगाडि म पनि यहाँ यो भिडमा मात्र 2 जनासँग यही चिजको आश राख्छु है भाइ आशको नाम सुनेर यति राम्रो अनुहार लिएर रिङटोन बजाएर नभाग्नु अब चाहिँदैन 2 जनासँग आश राख्छु को दाजुवाला भाइ यो टोकरी हटा हानेको छुरी देखा म दिन्छु तँलाई भन्ने त्यो मर्दसँग हो क्यान्टीको पोइ बुझ्दैन आज भाइ यो हात समातेर ठाउँमा राखिदिन्छु मेरो भाइ मर्न सक्छ तपाईँको लुगामा दाग लागेन भन्नु नि फेरि आशको नाम सुनाएर चाहिँ भाग्नु पर्दैन 2 जनासँग आशको 1 जना मर्द जुन मर्दले धुवाको लाज राखेर यो इन्द्रजाल मसान हत्तीको खेलेर त्यो मर्दसँग आश हुन्छ र अर्को आश नारी को नारी अन्य देखाएर भाग्ने होइन बाटोमा चुरा बजार हिँड्न जाने छ आफू श्रीमानको सिउँदोलाई लाज लाग्न जाने छ त्यस्तो नारीसँग यस्तो भगोडा नारीसँग होइन नभाग्नु भनेको यताको मान्छे कति भागे हेर्नु दुईजनासँग आश हानेको छुरी आउँछु दाइ 3 घन्टा हँसाएको म जस्तो केटाहरू त पाकेट मारेर चोरेर आन्छ त यही ठाउँमा मैले त तपाईँलाई मधेसिएको इन्डियाको 15 वर्ष लाखाएर कला सिकेर एउटा नेपाली भाइले देखाएर आश राखेको किन भाग्नुहुन्छ भाग्छ को दाइ बाउआमा छोडेर बालबच्चा छोडेर भाग्छ दाइ त्यस्तोलाई हुत्तिआएर भन्छ त्यस्तोसँग आश छैन मेरो दानी धर्मती मत अब यसले आश राख्यो 1500 माग्छ मलाई चाहिँदैन दाइ अहिले तपाईँहरू 1500 को कला देखाएको छैन फिल्म बराबर हँसाइ योभन्दा बढी रमाइलो गराइ होला 3 घन्टा हँसाए दाइ अब आशको नाममा खान्छु दाइ मात्र 1 जनासँग दाइ धेरै खाँदिनँ नेपाली भाइको